साथीहरु अहिले म छु यता पत्थरकोटको माथि टपमा यो भ्यू टावरमा छु। भ्यू टावर देख्न सक्नुहुन्छ। यो अलिकति धेरै नै अग्लो ठाउँमा भ्यू टावर बनाएको रहेछ। कति गाह्रो भयो होला सम्भवतः यो टावर बन्नलाई, यति गाह्रो भयो होला। त्यति अब समतल ठाउँ छैन, त्यति भौगोलिक हिसाबले यो त्यति सजिलो ठाउँ त रहेन रहेछ र गाह्रो छ। अरू मौसम पनि त्यति धुम्म छ, साइडमा घाम लाग्यो, यद्यपि घामै लागे पनि मौसम त्यति खुलेको छैन। र यता तल पछाडिको ब्याकग्राउन्ड यस्तो छ, यतातिरको यस्तो छ। धेरै समयदेखि आउन रहर गरेको ठाउँ आइपुग्यो। आज सरस्वती पूजाको दिनमा आइपुग्यो र खास त्यति राम्रो ठाउँ चाहिँ छैन। 2-4 जना दिदीबहिनीहरू माथि टपमै बसेर भोजन पनि गरिरहनु भएको छ, खाजापिना। र हाम्रो केटाहरू यता छन्। कस्तो अब ठिकै छ है, ठाउँहरू यस्तै छ। अब टाइम पासको लागि आइरहेछु। हाम्रो गाइजहरू यहाँ छ। ल यति हो है साथीहरू। ल ल ल ल ल